दर्शकबिन सल्यान जिल्लाको पर्यटकीय क्षेत्र कुबिन्ने तालमा घुम्दै जाँदा स्थानीय व्यक्तिसँग कुबिन्ने तालको वस्तुस्थितिको बारेमा भिडियो गराउँदै थियौँ। त्यहाँ धेरै टाढा बाजुराबाट कुबिन्ने ताल घुम्न आउनुभएका पर्यटक वृद्ध बुवाहरूले हामीलाई बोलाउनु भयो र हामीलाई कुबिन्ने तालको विषयमा एउटा इन्टरभ्यू सहितको भिडियो बनाइदिने आग्रह गर्नुभयो। अनि हामीले उहाँको आवाज जस्ताको तस्तै यो भिडियोमा राखिदिएका छौँ। सुन्नुहोस् उहाँहरूको इन्टरभ्यू सहितको यो आवाज। दर्शकबिन यतिखेर म कुबिन्ने तालमा छु र कुबिन्ने ताल दर्शन गर्नको लागि धेरै टाढाबाट यहाँ आउनुभएको छ। यता साइडमा हुनुहुन्छ, म उहाँसँग थोरै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। यो कुबिन्ने तालमा आउनुभएको छ, कहाँदेखि आउनुभएको छ? परिचयबाट नै सुरु गरौँ। हामी धेरै टाढा चाहिँ हजुरलाई नमस्कार छ। हजुर धेरै टाढा सुदूरपश्चिम बाजुराबाट आएको। हजुर हाम्रो चाहिँ थोरै इष्टमित्रमा भेटघाट गर्न आउँदा कुबिन्ने तालको बयान सुन्दा हजुर अब एक फेर जाउँ न त कुबिन्ने तालमा कस्तो रहेछ के रहेछ। अनि यहाँ आइसकेपछि यो कुबिन्ने ताल जो कि पहाडको बिचमा यसरी समतल ठाउँमा जुन खोलाहरू पनि त्यति छैन, कहीबाट पानी आएको छैन, यो हेर्दा तपाईँलाई कस्तो लाग्यो? असाध्यै राम्रो लाग्यो। भनेको मतलब यो सङ्घले पनि प्रदेशले पनि यो ताललाई त्यति चाहिँ गरायता नदिएको जस्तो लाग्यो। यसलाई चाहिँ अलिकति बढावा दियो भने यो पर्यटकीय क्षेत्र पनि बन्ने सम्भावना रहेछ। तपाईँको विचारमा कस्तो लाग्छ? जस्तो यही ताल अन्यत्र जस्तो पोखरा, काठमाडौँ यस्तै गरेर बुटौलतिर यही सल्यान जिल्लाकै केन्द्रमा भएपछि के हुन्थ्यो होला र अहिले के कारणले यो पछाडि पर्न गएको होला? यो चाहिँ यो हाम्रो यो सुदूरलाई चाहिँ नेपाल सरकारले चाहिँ नहेरे जस्तो लाग्यो। फेवा ताल भन्दा के कम छ? यहाँ यो दुर्गम ठाउँ भएर नै होला जस्तो लाग्यो तपाईँलाई? दुर्गमै भएर हो। यहाँ मैले चाहिँ सल्यानमा यो कुबिन्ने ताल देख्दा यत्रो चाहिँ एउटा पर्यटकीय क्षेत्रलाई पनि पछाडि पारिएको। अनि चाहिँ यो कसले पछाडि पारेको होला जस्तो लाग्छ तपाईँ? यो सरकारले पछाडि पारेको। यहाँका चाहिँ जनताको निमुखा हुन् कि अथवा यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाइदिएको भए भोलि यहाँका जनताले कति चाहिँ सेवा पाउँथे, कति चाहिँ फाइदा हुन्थ्यो। हरेक कुरा चाहिँ यो तालले गर्दा त यो विशेष गरेर तपाईँ के भन्नुहुन्छ? जस्तो यहाँका नेताहरूले पछि पारेको कि जस्तो केन्द्रीय नेताहरूले पछि पारेको हो कि के भन्न चाहनुहुन्छ? साँच्चै के भन्दा यहाँको नेताले पछि पारेको। यहाँको नेताले मेरो ठाउँमा यो छ, सल्यानमा यस्तो किसिमको चाहिँ यो पर्यटकीय क्षेत्र बनिदिनु पर्यो भनेर उहाँहरूले केन्द्रमा आग्रह गर्नुभयो। आग्रह गरे भए त यो राम्रै बन्थ्यो नि उसरी। यसैले चाहिँ हामीले के सोच्यौँ भने यहाँको नेताको कमजोरीले यो 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 कुबिन्ने ताल चाहिँ पछाडि परेको रहेछ। फेवा तालभन्दा कम छैन, बेगनास तालभन्दा कम छैन। यो ताललाई चाहिँ बढावा दिनुपर्ने और भरि यहाँको नेताहरूले यसलाई चाहिँ बढावा दिएको भए यहाँका जनता पनि एकदम रोजगारी पाउँथे, यहाँको सबै चाहिँ सुविधा पाउँथे। धन्यवाद। दर्शकबिन बाजुराबाट आउनुभएका जुन पर्यटकीय क्षेत्र कुबिन्ने तालमा मानबहादुरले हामीसँग कुराकानी गर्नुभयो र उहाँसँगै आएको अर्को हाम्रो दाइ हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्छौँ। हजुर नमस्कार। हजुर नमस्कार। म परिचयबाट कृष्णका म बाजुर है। तपाईँ पनि उहाँसँगै आउनुभएको हो बाजुराबाट? दाइ भाइ हो हामी। दाइ भाइ हुनुहुन्छ। तपाईँको बाजुराबाट यहाँ आउन कति समय लाग्छ? हामीलाई त लगभग गाडीमा लगभग दुई दिन लाग्छ नि। तपाईँले योभन्दा पहिले कतै भिडियो सामाजिक सञ्जालमा यहाँको बारेमा केही देख्नु भएको थियो? मैले एउटा युट्युबमा सर्च गर्दा नेको ठाउँ देखाएको थिएँ। हजुर। तर हकीकत देख्न आएको आज प्रत्यक्ष रूपमा देख्नु भएको थियो? आज देखियो। तर यो ठाउँ जस्तो राम्रो र रमाइलो काहीँमा देखिन। यहाँ आइन तपाईँको लगभग रातालभन्दा पनि अलिकति उच्च जस्तो देखियो नि गर्दाखेरि मलाई। कसरी उच्च जस्तो मान्नुभयो? किनभने यहाँको त गहिरियता छ, यहाँको डाँडाकाँडा पनि छ। उहाँ भनेको त ठुलो क्षेत्र हो त्यहाँभित्रको। हजुर। यहाँ भनेको उहाँबाट पानी आउँछ, यहाँ त पानी चाहिँ कहीँ देखिएन अहिलेसम्म। राराताल पनि जानुभएको छ? म गएको छु राराताल पनि। त्यो भन्दा पनि एकदम राम्रो मलाई सुन्दर र राम्रो लाग्यो ठाउँमा। तर यो ठाउँमा किन पछाडिएर यो ठाउँमा कुनै मान्छे नेताहरूले कुनै मान्छेले देख्न सकेनन् कि यता के हो कस्तो हो? तपाईँको नि आँखा जाओस्, न त हेर्न चाहनुहोस्, न त आउनुहोस्, बस्नुहोस्, एउटा कस्तो हो के हो त्यही भन्न चाहन्छु म त। आम दर्शकले यो भिडियो हेरिदिनु होला। आम दर्शकले यो भिडियो हेरिरहनु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ? उहाँहरूलाई धन्यवाद पनि छ। यो ठाउँको लागि हेरिदिनु होला र यो ठाउँमा आइदिनु होला, यो ठाउँलाई उच्च र यसमा भविष्यमा राम्रो बनाइदिनु होला भन्ने एकदम राम्रो ठाउँ छ। राम्रो ठाउँ छ। यो ठाउँलाई अझै पनि राम्रो बनाइदिनु होला भन्ने उद्देश्य त्यही छ। धन्यवाद। हामीसँग जुन बाजुराबाट आउनुभएको थियो उहाँले कुराकानी गर्नुभयो। दर्शकबिन यो दृश्य तपाईँहरूलाई देखाउँदै अहिले म तपाईँहरूबाट बिदा हुन्छु। नमस्कार।